सो हेलो गाइस, हामी गाउँघरतिर चाहिँ यसरी सेलरोटी बनाइन्छ। गट्टामा चामल पिनेर प्रायः जस्तोले भिजाएर पिन्छ भन्छ, तर मैले चाहिँ पिनेपछि आफ्टर चाहिँ भिजाएको। सो चामल चाहिँ यसरी पिनिन्छ हाम्रो यता चाहिँ। यसरी गोलेपछि चाहिँ मैले चाहिँ हाफ एन आवर चाहिँ भिजाएर राख्छु यसलाई। अनि त्यसपछि चाहिँ यसरी यस्तो हुन्छ हाम्रो सेलरोटी। सो एभ्रीवन, होप यू लाइक माई भिडियो। इन्जोय गाइस, इन्जोय द सेलरोटी। तपाईँहरू पनि ट्राई गर्नु होला, इट्स रियली यम्मी। हाम्रो यता गाउँ अलिक पहाड हिमाली भेगतिर हो। सो यता चाहिँ चिसोमा सेलरोटी एकदम मिठो हुन्छ। सो लुक एट द माई सेलरोटी गाइस, इट्स awesome, so delicious. Thank you for watching. Have a good day, guys.